मागेर गिडगिडाट गर्दैछौँ, सडक माग्दैछौँ, आज विद्यालय माग्दैछौँ, हामी गिडगिडाट गर्दैछौँ। मान्नुहोस् न, हामी राराताल बनाउनु माग्नु परेको भए के हुन्थ्यो होला? पसाल झरना बनाउनु पर्ने भएको भए के हुन्थ्यो होला? यहाँ त रानी पोखरी बनाउनु परेको छ नि, छैन? झरनाहरू यहाँ त पानीका फोहोराहरू बनाउनु परेको छ नि। हामी माग्ने ठाउँमा होइन। अब मलाई जहाँसम्म लाग्छ माग्ने ठाउँमा हुनु हुँदैन जस्तो लाग्छ। एउटा एक खालको सञ्जाल तयार गरियोस्। जेएनजी फाउन्डेसन आज बनाउनु भएको छ, यस्तै कर्णालीको सम्पूर्ण पार्टी अट्ने गरी, सम्पूर्ण युवा अट्ने गरी त्यतातिर जाउँ, समीक्षा गरौँ, वृहत समीक्षा गरौँ। हामी समीक्षा आज गर्दैछौँ कसको? यो फलानुले यति खायो भनेर समीक्षा गर्दैछौँ यहाँ माइकमा, तर अख्तियारमा गएर एकजनाले निवेदन दिने हेक्का राख्दैन हामीहरू। माइकमा गाली गर्छौँ, हामी फेसबुकमा गाली गर्छौँ, हामी एकजनाले हेक्का राख्छौँ। हामी पुराना मान्नेहरूका, पुराना मन्त्रीहरूका सम्पत्ति, कर्णालीका मान्छेहरूका सम्पत्ति, पुराना कर्णालीमा छिरेका साथीहरूका घर, कतिजनाका घर काठमाडौँमा छन् थाहा छ होला नि त हजुर हामीलाई त सार्वजनिक गाइड चढ्नु परिरहेछ। हामी एकजना गएर हाल्दैनौँ। यसको मतलब मैले सबै कुरा हालेको छु, म नै सबै कुरा हो भन्न खोजेको होइन। मैले हाले होला नहोला त्यो फरक कुरा होला। निकायमा हामी जाँदैनौँ, प्रोसेसमा हामी जाँदैनौँ। हामी 4 जना